साथीहरू नमस्कार। आज पनि म तपाईहरुलाई एउटा जानकारीमूलक भिडियो लिएर उपस्थित भएको छु। मोबाइलमा तपाईहरुले फेसबुक खेल्नुहुन्छ। फेसबुकमा तपाईहरुले कमेन्टमा भन्नुभएको थियो यो एड सिस्टममा फलो कसरी राख्ने भन्ने कुरामा आज म तपाईहरुलाई प्रश्न देखाउन गइरहेको छु। एडलाई हटाएर फलो कसरी राख्ने भनेर। यो भिडियोमा कोही पनि साथीहरु नयाँ हुनुहुन्छ भने मोबाइल सम्बन्धी नेट सम्बन्धी नयाँ जानकारीमूलक भिडियो हेर्नको लागि कृपया सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। साथमा बेल आइकन पनि टच गर्न नभुल्नु होला है त, ताकि मैले बनाएका कुनै पनि नयाँ जानकारीमूलक भिडियोहरु सर्वप्रथम तपाईको मोबाइल स्क्रिनमा आउने छन्। अब भने ढिला नगरिकन लागौं मोबाइल स्क्रिनमा। लेट्स गो। सर्वप्रथम तपाई आफ्नो मोबाइलमा भएको फेसबुक खोल्नुहोस् र 3 डटमा छुनुहोस्। यो दायाँपट्टि रहेको र आफ्नो प्रोफाइलमा टच गरेपछि सेटिङ एन्ड प्राइभेसीमा जानुहोस् र तल स्क्रोल गर्दै जानुहोस्। स्क्रोल गर्दै जाँदा तल तपाईले फलोअर एन्ड पब्लिक कन्टेन्टमा टच गर्नुहोस् र यहाँ चेक गर्नुहोस्। तपाईहरु यसमा पब्लिक राख्नुहोस्। पब्लिक राख्दै जानुहोस्। सबैमा कुनैमा फ्रेन्ड छ, कुनैमा एभ्रीवन छ, त्यसमा पब्लिक राख्दै जानुहोस् र यो लास्टमा रहेको पनि तपाई पब्लिक बनाउनुहोस् है, त्यो फ्रेममा रहेको हुन्छ र ब्याक जानुहोस्। अब ब्याक गइसकेपछि फेरि तपाई आफ्नो प्रोफाइल टच गर्नुहोस् र प्रोफाइल टच गरेपछि तपाई प्राइभेसी सर्टकटमा जानुहोस्। प्राइभेसी सर्टकट टच गर्नुहोस् र स्क्रोल गर्दै तल जानुहोस् र यो सी मोर प्राइभेसी भन्नेमा चाहिँ यसमा टच गर्नुहोस् र यसलाई स्क्रोल गर्दै जानुहोस् फेरि तल र यो तपाईको रहेको छ यहाँ अडियन्स एन्ड भिजिबिलिटीको सेकेन्ड नम्बरमा रहेको हाउ पीपल क्यान फाइन्ड एन्ड कन्टेन्ट टच भन्नेमा टच गर्नुहोस् र यहाँ फर्स्ट नम्बरमा रहेको हु क्यान सेन्ड यु फ्रेन्ड रिक्वेस्ट यसलाई टच गर्नुहोस्। यसमा तपाईको एभ्रीवनमा रहेको छ, त्यसलाई फ्रेन्ड अफ फ्रेन्डमा टच गर्नुहोस् र अब तपाई ब्याक जानुहोस्। यो 2 स्टेप पनि सिद्धिसकेको छ। सिद्धिसकेपछि अब तपाई चेक गर्नको लागि म तपाईलाई लाइभ प्रुफ देखाउँछु। यहाँ चेक गर्नको लागि आफ्नो प्रोफाइल टच गर्नुहोस् र त्यहाँ तपाई रहेको प्रोफाइलमा यसरी टच गरेपछि प्रोफाइल खुल्छ। प्रोफाइल खुलेपछि यहाँ एड टु योर स्टोरी देखि तल 3 डट छ, 3 डटमा छुएपछि स्क्रोल गर्नुहोस्। भ्यू एसमा टच गर्नुहोस्। भ्यू एसमा टच गरिसकेपछि तपाईको यहाँ हेर्नुहोस् एड थियो पहिले, अहिले फलो भएको छ। यसरी तपाईहरु पनि आफ्नो फेसबुकमा रहेको एडबाट फलोमा कन्भर्ट गर्न सक्नुहुनेछ। यो गर्नुको खास उद्देश्य चाहिँ के छ भने एडमा धेरै साथीहरु बनाउन मिल्दैन, 1000 बाट माथि है, र फलो गर्यो भने जति पनि 3000 4000 साथीहरु फलो हुँदै जोडिँदै जानेछन्। सजिलो हुनेछ यसरी फेसबुकमा जोडिन। धन्यवाद। तपाईहरुलाई आजको यस भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नु होला। केही जिज्ञासाहरु भए कमेन्ट बक्समा लेख्नु होला है त भन्दै आजलाई भिडियो यही नै समाप्त गर्न चाहन्छु। धन्यवाद। जय नेपाल।